एका देशमा एउटा ऋषि र मुसा बस्छन्। एक दिन मुसाले बिरालोले मुसालाई खाना खोजेछ। अनि मुसाले ऋषिलाई भनेछ, एउटा बिरालोले मलाई खाना खोजिरहेको छ। अनि ऋषिले मुसालाई बिरालो बनाइदिन्छ। अनि बिरालोबाट कुकुर बनाइदिन्छ। अनि कुकुरबाट बाघ बनाइदिन्छ। अनि अब तिमीलाई कसैले खान सक्दैन भनेछ। अनि मुसाले सोचेछ, मैले यो ऋषिलाई खाएँ भने यसले मलाई बिरालो नै भन्ठाल्छ भनेर उसले ऋषिमाथि झम्टियो र झम्टिसकेपछि ऋषि भागेर उसले बाघलाई फेरि मुसा बनाइदियो। धन्यवाद।